हेलो गाइज सबैजनालाई नमस्कार। आज चाहिँ म मेरो मिनी ब्लग लिएर उपस्थित भइसकेको छु। आज म तपाईँहरूलाई देखाउने छु हामीले जापानमा कस्तो कस्तो एक्सपिरियन्स गरियो, कस्तो कस्तो जापानका पुराना म्युजियमका सामानहरू देखियो र कस्तो कस्तो हरकत गरियो र कस्तो कस्तो फोटो खिचियो। ल है त गाइज, हाम्रो ब्लग यहाँबाट सुरु हुन्छ। आज चाहिँ हाम्रो स्कुलको टुर थियो, त्यसैले हल्का राम्रो गेटअप सेटअप हानेर म रेडी हुन्छु। टक्क रेडीसेडी भएर त्यसपछि हामी सब साथीभाइहरू मिलेर लाग्छौँ स्कुलतिर। स्कुलमा पुगेपछि हामी सबै साथीभाइहरू भेट भइन्छ र आज चाहिँ हाम्रो स्कुलले ओसाका साइन्स म्युजियम लाग्न लगेको थियो। त्यसैले हामी सबैजना मिलेर ओसाका साइन्स म्युजियमतिर लागिन्छ। सबैजना मिल्दाखेरि एकदम रमाइलो भएको थियो र ओसाका म्युजियम पुगेपछि हामीले सुरुमा गरिन्छ हरकत। केटाहरू भएपछि हरकत त गर्नै पर्यो। त्यसपछि हामीले हेरिन्छ ओसाकाका पुराना म्युजियममा राखेका सामानहरू एकदमै राम्रो थियो, एकदमै मन पर्यो मलाई चाहिँ। त्यसपछि हामीले त्यहाँ गरिन्छ एउटा नयाँ एक्सपिरियन्स, जस्तो कि यस्तो देखिन्थ्यो। ल हेर्नुहोस्, एकदमै बवाल गाइज, एकदमै नयाँ। मैले चाहिँ अहिलेसम्म गरेको थिइनँ, हजुरले गरेको भए कमेन्ट गर्नु है त। त्यसपछि मैले त्यहाँ अब हरकत गर्न थाल्छु। ल हेर्नुहोस्, त्यसपछि हामी फोटो खिच्न लागिन्छ। फोटोसोटो खिचेर भ्याएपछि टक्क हामी अब घरतिर फर्किन्छौँ। घरतिर फर्किने बेलामा यसो चहल पहल दिँदै फर्किन्छ होइन। घरतिर फर्केपछि हामी फेरि लाग्छौँ मार्केटतिर। मार्केटमा यसो सामान किन्नु पर्यो भनेर हाम्रो टुकटुक चढेर हामी लागिन्छ मार्केटतिर। हाम्रो टुकटुक भने साइकल हो फेरि। यहाँ सबैजना साइकलमै हिँड्छन्, जो पनि है। नेपाल जस्तो होइन यो, साइकलमा हिँड्ने मान्छे गरिब भन्ने हुँदैन, यहाँ सबजना साइकलमै हिँड्छन्। टक्क हामी लागिन्छ अब सपिङ मलतिर सपिङ गर्नको लागि। मैले चाहिँ गरिनँ, केटाहरूले चाहिँ गर्यो। मेरो काम चाहिँ मस्त भिडियो बनाउने, भ्लग बनाउने मात्र हो मेरो काम। म बसेँ मस्त भ्लग बनाउँदै, नयाँ भ्लग। त्यसपछि हामी लागिन्छ हाम्रो सब्जी मार्टतिर। यहाँको सब्जी चाहिँ एकदम महँगो छ गाइस जापानको। यहाँको महँगो भने टमाटर अति नै महँगो छ। त्यही नै हामी थोरै लिएर फर्क्यौँ। ल आजको भ्लग चाहिँ छोटो भयो भने यति नै है त गाइस। सबैजनालाई माया छ, मेरो भ्लग आउँछ। आजको लागि चाहिँ टाटा बाई बाई।